म चाहिँ आज अलिकति हुन्छ नि 2-4 दिनदेखि एकदमै मन कस्तो कस्तो के हुन्छ के हो एकदम वाक्क लागिरहेको थियो क्या मलाई। त्यही वाक्क लागेर एउटा पिस खोज्नलाई चाहिँ आज म श्री पशुपतिनाथको शरणमा आएको छु। तर म आज यहाँ चाहिँ अलिकति आफ्नो माइन्डलाई स्टेबल बनाउनलाई कसरी सक्छु म होइन, म अलिकति आई वान्ट सम पोजिटिभ एनर्जी। म यहाँबाट अलिकति पोजिटिभ एनर्जीहरू बोकेर जान्छु। जय शम्भो। सुरुवात नै तिमी, जीवनको अन्त्य पनि तिमी। अन्त्य यही नै हो। भोलि सबैजना आएर आफ्नो शरीर त्याग्ने, आफ्नो एउटा पृथ्वीको जन्म जीवन सिद्ध्याउने ठाउँ चाहिँ यही हो। यतापट्टि हामीसँग घाट छ र यतापट्टि हामीसँग छ पशुपति मन्दिर यहाँ छेकिरहेको छ। म तपाईँलाई राम्रोसँग देखाउनेछु। उज्यालो नै तिमी, अँध्यारो नै तिमी, सुरुवात नै तिमी, जीवनको अन्त्य पनि तिमी। यसो यहाँ चाहिँ बिहान यसो आएर तलमाथि मात्रै गर्नु भने एक्सर्साइज हुन्छ। हुन त हाम्रो भुँडी यत्रो भइसक्यो होइन, एक्सर्साइज कहिले पनि गर्दैन। यहाँ माथि चाहिँ शिवरात्रिको बेलामा ट्रान्स पार्टी पनि हुन्छ है। तर अब त्यस्तो त्यो एलएसटी चलाउनेवाला चाहिँ होइन, तर नर्मल तपाईँको जुन भाङ धतुरोमा चाहिँ अलिअलि तपाईँ झुमेर चाहिँ अलिकति यहाँनिर नाचहरू गर्न सक्नुहुन्छ। शिवरात्रिको दिनमा चाहिँ यहाँ माथि चाहिँ एउटा ट्रान्स सेसन हुन्छ। पशुपतिको उत्खन्न भन्ने कि अब यो कसरी भयो भनेर बुझ्दाखेरि चाहिँ यसो बुझ्दा चाहिँ एउटा ज्योतिर्लिङ्ग यो चाहिँ तपाईँको वेदहरूभन्दा अगाडिको, हाम्रो पशुपति चाहिँ वेदहरूभन्दा पनि अगाडिको मान्यता छ यसको चाहिँ। किनभने यो वेद पुराणहरूभन्दा पनि अगाडि श्री पशुपतिनाथ उत्पत्ति भएको एउटा चाहिँ तपाईँको ज्योतिर्लिङ्ग। कहाँबाट आयो थाहा छैन, आकाशबाट आएको एउटा तातो ज्योतिर्लिङ्ग जो चाहिँ पहिला भेटिएर फेरि पुरिएको थियो। पछि एकजना गोठालोले चाहिँ गाईले सधैँ दुध कम दिने र किन कम दिने रहेछ भनेर बुझ्दाखेरि चाहिँ जहिले पनि यहाँ कैलाश डाँडामा चाहिँ जहिले पनि आफ्नो दुध चाहिँ त्यहाँ पोखाउने गरेको पाएपछि त्यहाँ खोतालेर हेर्दाखेरि चाहिँ शिवजीको लिङ्ग भेटिएको र त्यही लिङ्गलाई नै शिवलिङ्ग मानिएको। अहिले तपाईँ यो अब पुरानो लिङ्गको ठाउँमा नयाँ लिङ्ग बनाइसक्यो। त्यहाँ तपाईँको त्यसपछि चतुर्मुख माथिको मुखलाई पनि गनेर पञ्चमुखवाला मुकुटसहितको शिवलिङ्ग त्यहाँ राखिएको छ क्यारे। अब भित्रको त मैले तपाईँलाई देखाउनु पाएन। एकछिन बसिरहेको छु, अब यसो घुम्दैछु। यसपछि तपाईँलाई म गुहेश्वरतिर लान्छु। सुन्नुहोस् त, चिया मिठो छ? पैसा कति तिर्छ? अब कहाँ जानु लाग्नु भएको तपाईँ? चिया पोखिहाल्नु, खानुहोस् तपाईँ। उहाँले चाहिँ मेरो चिया खाइदिनु देखिहाल्नु भयो तपाईँहरूले। चिया खान बसेको थियो, एकछिन यसो रेस्ट गरौँ, अब चिया खाऊँ, एकछिन यसो धेरै बेर भयो होइन, यसो उ गरौँ भनेर बसेको। हनुमानजी आउनुभयो, चिया तान्नुभयो। त जुठो चिया थियो, तातो छ भन्दा भन्दै तानेर सर्लको पोखितिर हाल्नुभयो, खानुभयो। अलिअलि भयो भने ठिकै छ। अब अर्को दाइ आउँदै हुनुहुन्छ, उहाँसँग एकछिन चिया खाउँला। गुहेश्वरी हिँड्दै गर्दाखेरि चाहिँ यहाँ एकजना बुढी आमा हुनुहुँदो रहेछ। उमेर चाहिँ जस्तो भए पनि उहाँ आफ्नो गुजार आफै गरिरहनु भएको छ है। एकछिन आमासँग कुरा गर्नुपर्छ। आमा नमस्ते। सन्चै हुनुहुन्छ? के गर्नु आमा?
चटपट भन्नु न ए कति वर्ष पुग्नुभयो 70 होला नि 70 खै दाँत हेरौँ त आमाको छैन दा लरे घर कहाँ हो आमाको उता ठाउँको थानकोट ए अनि कति वर्ष भयो यहाँ हजुरले गर्नुभयो 3 वर्ष जति भयो अहिले चाहिँ हटाउँदैनन् आएर आउँछ नि माथि आउँछ यहाँ हेर्छु जान्छ ए तपाईँलाई त्यति उ गर्दैनन् बुढाबुढी हुनुभयो होइन बुढाबुढी होइन पहिल्यैदेखि देख्नु भएको हो यो नगरे बेला पनि देख्नु भएको थियो नि देख्नु भएको थियो काम गर्दा पनि देख्नु भएको थियो त्यो भएर होला होइन त एउटा पानी दिनु नि त आमा मलाई यही दिनु त्यही दिनुहोस् ल धन्यवाद आमा आमा यस्तो उमेरमा पनि काम गरिरहनु भएको छ है हात रौन्जेल हातबाट रौन्जेल गर्नुपर्छ नि होइन आमा हो नि भनेको त्यसरी हो बाबु घरमा चाहिँ को हुनुहुन्छ नि हजुरको आमा छ होला नि आमा बाबु खस्नुभयो अब घरमा को छ कति भइसक्यो ए घरबाट निस्किया कति भयो एक्लै बस्नुहुन्छ हजुर साथीसँग बस्नु ए बाबु कहाँ बस्नुहुन्छ म यहीँ घटेकुलो आमा ए घटेकुलो है हजुर यहाँबाट बेलुका यहीँ थानकोटै जाने यहाँ कोठा लिएर बसेर नि कहाँनिर पारी यहीँ पारी ए पारी पुल पारी ए ए ल ठिक छ चटपटे नि मिठो बनाउनुहुन्छ जस्तो छ आमाले पुरै काटेर हाल्दै हुनुहुन्छ मुला खान मन लाग्यो मुला खायो भने राम्रो हुन्छ न हो नि मुला मनपर्छ मलाई अनि मान्छे कतिको आउँछन् आमा अहिले खोइ माथि छ नि मान्छे बाँदरले दुःख दिन्छ है अनि उहाँ ल यो पानीको पैसा काट्नु आमा लिचीको काटो नि लग्यो 50 रुपियाँ काट्नु न आमासँग बसेर एकछिन मिठो कुरा गरियो यो उमेरमा पनि आमा काम गर्दै हुनुहुन्छ त्यो देखेर चाहिँ हामी यतिकै सुतेर बसिरहेछौँ केटा हो यसो सम्पूर्ण युवाहरूलाई चाहिँ एउटा म्यासेज हातगोडा रौन्जेल चाहिँ काम गर्नुपर्छ है केटा हो गुहेश्वरी मन्दिरभित्र पनि पसेर आएँ यहाँभित्र पनि क्यामेरा चाहिँ लान पाउँदैन रहेछ होइन चट्ट मन्दिर यहीँ पछाडि छ यहीँभित्र छ यहीँबाट भित्र छ यहीँबाट भित्र पनि तपाईँले देख्न सक्नुहुन्छ त्यहाँनिर चाहिँ क्यामेराको सिग्नल छ यहाँ चाहिँ क्यामेराहरू लान पाउँदैन गुहेश्वरी मन्दिर चाहिँ यही भित्र हो है अघि तपाईँलाई मैले माथिबाट देखाएको थिएँ नि त्यही ठाउँ हो अब यहाँबाट फेरि हामी माथितिरै फर्किन्छौँ अनि चाहिँ बिचमा चाहिँ तपाईँको यो यहाँ तपाईँको होमसोम लगाउने बिहा पाती वर्तमानहरू भोजहरू गर्ने ठाउँहरू थियो पहिला चाहिँ यहाँ अनि चाहिँ यहाँ चाहिँ तपाईँको पूजाहरू हुन्छ विशेष गुहेश्वरीबाट फर्किँदा चाहिँ म यसरी अलि बिचबाट आउन चाहेँ होइन यो उताको बाटोभन्दा पनि यहाँ चाहिँ अलिकति मनोरञ्जन रहेछ होइन टक्क लगाएर यो भाइब्स नै अलिकति अर्कै छ क्या यहाँको त्यही भएर म चाहिँ यतातिरबाट आएँ अहिले चाहिँ होइन देखाउँदै देखाउँदै तपाईँलाई मैले अघि ट्रान्स पार्टी भनेको थिएँ यही ठाउँमा हुन्छ यहीँनिर यही घरको छेउमा यहीँनिर चाहिँ तपाईँको हाम्रो ऊ बनाएर चाहिँ यहीँनिर गर्छ जहिले पनि हरेक वर्ष है मन्दिर चाहिँ यस्तो ठुलो छ है भव्य मन्दिर छ यहाँनिर विश्व रूपान्तन यो मन्दिर चाहिँ ठुलो रहेछ अहिले नयाँ बनाएको पुरानो चाहिँ अर्कै थियो यहाँ खिच्न मिल्दैन त्यही पनि मैले अलिकति खिचिहालेँ होइन माफ गर्नु होला प्रभु कसपछि विकास कोषले चाहिँ यसरी बाँदरहरूलाई खाना पनि खुवाउने रहेछ होइन यस्तो रमणीय क्षेत्रमा आइपुगेछु म है कृष्ण पढ्दै दाइ हुनुहुन्छ यहाँ जय शम्भु हजुरले जहिले यसरी सेवा गर्नुहुन्छ हाम्रो 365 दिन सेवा गर्छु बाबा पशुपतिनाथका नगरीमा है आनन्द आउँछ होला है दाइ मेरो त आनन्द आउँछ
भोलेनाथ को सेवा करने में आनंद आता है। आप क्या हनुमान जी। चाहते हो, बोलिए। हनुमान जी हरू अच्छा लगता है आपका? बहुत अच्छा लगता है। कहाँ से हो आप? हम तो है मोतिहारी जिला का, घर पड़ता है घोड़ासान थाना, जिला मोतिहारी, थाना घोड़ासान, घर अच्छा। कदमुआ, जादू टोला। नाम है वकील राय यादव जी। वकील राय यादव जी, वाह बहुत बढ़िया नाम है आपका। सेवा किए हो भगवान का? हाँ, भगवान का सेवा हम करते हैं। हम नगरी में घर में कौन कौन है आपके? घर पता है, परिवार है, सब कुछ है। खाओ बाबू खाओ, खाओ हनुमान। 120 किलो ले आए को सब, हर एक दिन? हर एक दिन। मेरे भोलेनाथ को सेवा करना पड़ता है, सफाई को खिलाना पड़ता है। कौन नहीं खाना खाया है सबको देखने पड़ता है। तुम नहीं खाया है अभी, खाओ खाओ बाबू खाओ, खाओ राजा। जय शंभो। जय शंभो दाई, जय शंभो। बाबा पशुपतिनाथ का नगरी में है हम लोग। म हल्का एन्टी लाइटमा आइरह होला, तर मैले दृश्य देखाउनै पर्छ तपाईँहरूलाई। म चाहिँ अहिले पशुपतिको सबभन्दा आनन्द आउने ठाउँ माथि भित्र घुमिसकेपछि तपाईँलाई म टक्क घाट अनि मन्दिर दुइटै देखिने ठाउँ, जहाँबाट चाहिँ तपाईँले जिन्दगीको सुरुवात र अन्त्य दुवै देख्नुहुनेछ। ल अब चाहिँ आरती पनि सक्यो, धेरै बेर बस्यो, एकदम म त मग्न भएँ म त होइन। अब घर गएर एडिट गरेर भोलि या पर्सि कहिले हाल्नुहुन्छ होइन, उसब दाइले ट्यागको भ्लग हेरेर यसो भाइलाई माया पनि गर्नुहोस् है।